तपाईलाई यो सबै एउटा एजेन्सी दर्ता गरी सम्पूर्ण प्रक्रिया पुर्याउन चाहिँ कति समय लाग्यो? समय त लाग्यो मलाई लगभग तपाईको 4-5 महिना नै लाग्यो। भनेपछि सबै ठाउँबाट परमिट लिनु पर्यो। हाम्रो त फेरि तपाईको सर्टेन धरौटीहरु राख्नुपर्ने हुन्छ हैन। तपाईको त्यो धरौटीहरु राखेर दर्ता गरेर सबै कुराहरु पुर्याउन मलाई चाहिँ निकै टाइम लाग्यो। एउटा टुरिज्म एजेन्सी कम्पनी रजिस्टरमा पहिला दर्ता हुनु पर्यो, अन्तर्राष्ट्रियबाट प्यान लिनु पर्यो, त्यसपछि फेरि घरेलुमा दर्ता हुनु पर्यो, घरेलुमा दर्ता भएपछि फेरि यो टुरिज्म कार्यालयबाट फेरि एउटा लाइसेन्स लिनु पर्यो, त्यसपछि तपाईले विदेशीहरु ल्याउनु पर्ने हुन्छ, त्यो ब्याङ्कबाट डलरको परमिट लिनु पर्यो हैन, राष्ट्र ब्याङ्कबाट 5 ठाउँ भयो, त्यसपछि फेरि ओडाबाट लिनु पर्यो, ओडामा गर्दा 6 ठाउँ भयो। यो 6 ठाउँमा तपाईले चाहिँ रजिस्टर र लाइसेन्स भइसकेपछि मात्रै बल्ल व्यवसाय चाहिँ रन गर्नु पर्छ। यो त 6 ठाउँ चाहिँ गभर्नमेन्टको भयो तपाईको। अब फेरि हाम्रो यहाँ के छ भन्दाखेरि फेरि हाम्रो एउटा तान भन्ने छ एउटा अफिस, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल भन्ने, त्यहाँ पनि हामी अनिवार्य दर्ता हुनुपर्छ। 7 वटा भयो। अर्को चाहिँ जस्तै मलाई हिमाल चढाउन मन छ, मलाई विदेशी मलाई कुनै हिमालमा लिएर जानु छ भने एनएमए भन्ने छ, नेपाल माउन्टेनियरिङ एसोसिएसन भन्ने, त्यहाँ पनि दर्ता हुनु पर्यो। 7-8 ठाउँ भयो। अब हामी त यति धेरै परमिटहरु लिनुपर्ने छ कि तपाईको एउटा ट्रेकिङ एजेन्सी चलाउनको लागि चाहिँ 8 वटा ठाउँमा रजिस्टर हुनु पर्यो, 8 ठाउँबाट परमिट लिनु पर्यो, पैसा ट्याक्स तिर्नु पर्यो, तिनीहरुलाई रिन्यु गर्नु पर्यो, ट्याक्स दिनु पर्यो। भनेपछि चाहिँ सजिलो चाहिँ छैन नेपालमा व्यवसाय गर्न। Aeronep Consulting Services, empowering entrepreneurs, creating impact.